सबैको सुविधा भए पनि हैन हुन्छ नि एउटा असन बजार घुम्ने भन्ने एउटै कलरको रहेछ यस्तो सेल 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 भाइरल बजारभित्र कसरी निकाल्ने त खाँदाखेरि निस्किन्छ। हेलो हेलो आज हामी चाहिँ कहाँ आएको भन्दाखेरि हैन धेरै समयपछि असन बजार जमलदेखि भित्र असन न्यू रोड घुम्ने भनेको हैन हामी काठमाडौँ सहरभित्र भए पनि भक्तपुर ललितपुर जुन ठाउँमा भए पनि आज सबैको सुविधा भए पनि हैन हुन्छ नि एउटा असन बजार घुम्ने भन्ने हुन्छ हैन आएको थियो हामी धेरै समयपछि हैन यहाँनिर चाहिँ जमलमा चाहिँ यहाँनिर पार्किङ थियो हैन तर अहिले छैन रहेछ हामी चाहिँ यहाँ भित्र पार्किङ गरे हामीले चाहिँ पार्किङ चाहिँ यहाँबाट भित्र रहेछ है यो जमल एरिया भयो यहाँनिरको यो यसलाई के भन्छ यो चाहिँ यहाँनिर चाहिँ दुईटा त्यो बनाएको रहेछ हैन बाघ जस्तो टाइपको खै क्यू हैन जमलको छेउमा अनि त्यसै गरेर हामी चाहिँ भित्र छिर्दैछौँ। बालेन शाहले न्यू रोड असनहरू सफा गर्यो भनेर चाहिँ हामीले चाहिँ न्युजहरूमा चाहिँ देखिरहेको थियो तर एक्चुअली हामी चाहिँ यहाँ यो भित्र हामी त्यो पछि म छिरेकै छैन है म चाहिँ हो अनि कस्तो रहेछ हेरौँ कतिको परिवर्तन त भएको छ नै तर अब के रहेछ हेरौँ। यसमा कति धेरै पहिला लुगाहरू राख्थ्यो बेच्नलाई इन्द्रचोक अनि यता चाहिँ न्यू रोडमा पहिला यहाँनिर पार्किङ थियो होइन अहिले पार्किङ छैन रहेछ अनि क्लिन भएछ रोड चाहिँ हामीले चाहिँ समरको थोरै सपिङ पनि गऱ्यौँ होइन सबैमा न्यू रोडको घरहरूमा सेम एउटै कलरको रहेछ यस्तो है सेल 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 भाइरल बजारभित्र सेल के हो 500,000 झरे रे म त मेरो पैसा झरे क्या भनेको सेल सेल समर के हो बस्नु त पुरा खाली खाली देखिरहेछ त पुरा रेकर्ड भएर बसिरहेछ। फाइनली आज कति धेरै मान्छेले सपुमिजा भन्छ होइन के रहेछ हौ चाख्छु भनेको म चाहिँ उहाँले चाहिँ चाखिसक्नु भएको छ अरे होइन तर मैले चाहिँ चाखेको छैन कस्तो हुने रहेछ हेरौँ कस्तो यहाँभित्र कस्तो धागो हुन्छ भनेको होइन धागो चाहिँ कसरी निकाल्ने त खाँदाखेरि निस्किन्छ के हो काँचो चौले अनि ख्राप पता नाम हजुर ख्राप्सी नाम न्यू रोडको सानो गल्ली रहेछ होइन यो भित्र चाहिँ ताजा समोसाहरू अनि जेरीहरू पाउने रहेछ अनि हामी चाहिँ अब घरमा जाने टाइम पनि भयो अनि खाजा पनि लगेर जानु पर्यो भनेर चाहिँ हामीले समोसा किन्न लागेको होइन यहाँ चाहिँ ताजा खानेकुराहरू पाउने रहेछ अनि त्यही भएर हामी पनि समोसा प्याकिङ गर्न लाग्यो